नमस्ते, हेलो एभ्रिवान। म चाहिँ सुजेन लिम्बू र यो चाहिँ मैले आफैले बनाएको क्वालिटी नराम्रो आएछ, अर्को क्यामेराबाट खिचिएको छ होला खानेकुरा चाहिँ। यो चाहिँ होममेड आलु निम्की हो, मैले आफैले बनाएको। अनि बिहानको अलिकति दही छ यहाँ चाहिँ। अनि चिसो कोक नखाएको साह्रै कति दिन भएको छ क्या, आज चाहिँ खाइदिउँ भनेर लिएको। खासै चिसो चाहिँ रहेन रहेछ, त्यहाँ खासै चिसो हुँदैन कहिले पनि। अनि राइट के पुगेन अमिलो। एकदम छिटो खान्छु, साह्रै छिटो चपाउँछु अनि खासै बोल्दिनँ पनि। पानी, दही, मेरो खुवाइ चाहिँ फरक छ है। चाहिँ होइन, आँप र भात मलाई साह्रै मिठो लाग्छ, त्यसको कम्बिनेसन। कसरी खानु अमिलो र अमिलो चाहिँ कहाँदेखि आयो? त्यो पनि पाकेको, काँचो होइन। म काँचो खान सक्दिनँ धेरै। प्रेसर डाउन भयो, धन्नै डेड। पेट पनि खाल्छ। दही खाँदाखेरि चाहिँ मेरो पेटलाई अलिक काम गरे जस्तो लाग्छ। नले त होइन ज्यादा। पच्चिसवटा पहिना छ, यति झाडा ल्याउँछु क्या। मुकबाङ गर्नु भनेर 2016 मा होला मैले युट्युब च्यानल खोलेको। मेरो फेभरेट मुकबाङ गर्ने चाहिँ टी हो। खानेको मजाले मिठो गरी किङ क्राब एकचोटि ओभर चलाएको थियो नि, बजा अझै ठुलो ओभर मन पर्थ्यो। तर अहिले त खै बेसी चिल्ड्रेन्सलाई टार्गेट गरेर बनाएको जस्तो छ भिडियोहरू। पछि कोडेड हुन्छ क्या, पठाइरहेको जो ज्यादा हेऱ्यो भने। अब चाहिँ wow, look at this! Oh my god! Aloo nimki without any nimki. I am absolutely fine, guys. छ होला depression, but I am absolutely fine. र नखाँदैन ल्याएको थिएँ लक्कीले। Losses and win. If it's with you, I'll do it again and again. No more thick and thin, losses and win. I wonder मेरो लाइफमा पनि कोही यस्तो मान्छे आउँछ। Imagine I said I'm about to finish. कौन छोडेको छ? दिनमा 1 लिटर कोक दिनु अरे। ल मतलब त्यो सबै खाएर त बिरामी हुन्छ होला त गर्दाखेरि के सोचेको के आएको दिमागमा पनि के बस्दै होला भन्दै थिएँ। I don't know कस्तो भयो भिडियो चाहिँ। लामो चाहिँ एकदमै लामो भएछ। अलिकति युट्युबमा चाहिँ फुल लाउनु पर्ला अनि यसमा चाहिँ फेसबुकतिर लायो भने चाहिँ कट गरेर लाउनु पर्ला। सो थ्याङ्क यू एभ्रिवान।